निर्मलालाई न्याय दे बलात्कारीलाई फाँसी दे कानुनमाथि गोरेछ कानुनमाथि गोरेछ कानुनमाथि गोरेछ We want बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे हत्या हिंसा बन्द गर हत्या हिंसा मलाई यो स्टप रेप भनेको त अझै ठिक लाग्यो एजेट त त्यही देखिन्छ नि त एजेट त त्यही देखिन्छ नि त सुस्मितालाई न्याय दे बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे सुस्मितालाई न्याय दे सुस्मितालाई न्याय दे बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे कानुनमाथि गोरेछ बलात्कारी पो रहेछ कानुनमाथि गोरेछ बलात्कारी पो रहेछ सुस्मितालाई न्याय दे बन्दी खारेज गर निर्मलालाई न्याय दे निर्मलालाई न्याय दे कानुनमाथि गोरेछ कानुनमाथि गोरेछ कानुनमाथि गोरेछ बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे सुस्मितालाई न्याय दे निर्मलालाई न्याय दे निर्मलालाई न्याय दे We want कानुनमाथि गोरेछ कानुनमाथि गोरेछ कानुनमाथि गोरेछ कानुनमाथि गोरेछ बलात्कारीलाई फाँसी दे बलात्कारीलाई फाँसी दे वक्ताको रूपमा दमकपुरक पार्टी संघका वरिष्ठ उपाध्यक्ष श्री गोपाल गुरुङलाई केही आफ्ना शब्द राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु यतिकै पक्रेर राख त यतिकै सहभागी हुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु निर्मला पन्ध्रदेखि धेरै केसहरू आइराख्नु भएको छ यो कि नेपाली समाजले र नेपाली नेपाली समाजद्वारा पनि आवश्यक भनिरहेको छ सरकारको कस्तो लाग्छ हाम्रो सरकारमा पनि बलात्कारपछि बलात्कारलाई साथेर राख्न उनीहरूलाई लुकाएर राख्छ बलात्कारलाई फाँसी दिनको साटो उनीहरूलाई सम्बोधन गरेर राख्छ सरकार पनि सरकार छ र जनता पनि जनता छ नेपाली समाजमा कहिलेसम्म बलात्कृत महिलाहरूले चेलीहरूले सहिरहेको पर्ने कहिले दुःख पिसा दुःख र कष्ट सहिरहेको पर्ने समाजमा कहिलेसम्म तिरस्कार भोगिरहेको पर्ने यस्ता कार्यक्रमहरू खबरदारी कार्यक्रमहरू देशभरि नै हुन जरुरी छ र यस्ता कार्यक्रमहरूले बलात्कार गर्ने बलात्कारीहरूलाई पनि केही डर पैदा गर्छ भन्ने हाम्रो आशय छ र सरकारलाई केही होच्याउन सकिन्छ र सरकारलाई केही दबाब दिन सकिन्छ भन्ने आशय साथ हामीले यस कार्यक्रम 2 दिनदेखि निरन्तर गरिरहेका छौँ बलात्कार विरुद्धको यस कार्यक्रममा सहभागी हुने सम्पूर्ण युवा साथीहरूलाई तथा यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण स्थानीय क्लबहरू सङ्घ संस्थाहरू र महानुभावहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यस कार्यक्रमको कार्यक्रम संयोजक म सुरज शर्मा मण्डल गरिरहेको छु यस कार्यक्रमलाई अब औपचारिक रूपमा मलाई सुब्बाज्यूलाई यहाँ आइदिएर आफूलाई केही शब्द राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु सम्पूर्ण युवाहरूलाई देशमा पटक पटक भइरहेको यस किसिमको जुन अहिले भइरहेको सुस्मिता हिजो पटक पटक हुँदाखेरि राज्य जुन तरिकाले शान्त छ राज्यले जुन तरिकाले न्याय र अन्यायमाथि आफ्नो आँखा बन्द गरेर हकबन्दी जस्ता नियमहरू लागू गरेर यसमा रहेको पीडितहरूलाई महिलाहरूलाई अझ दमन गर्ने यो जुन तरिकाले अपराधीहरूलाई छुट दिइरहेको छ यस विरुद्धमा यो दमक चलाउँछ युवाहरूको कम्तीको यो आवाज पनि देशको सम्पूर्ण जागरुक गराउँछ र यसमा
यसबाट भनिएको कुरा के हो भने प्रश्न युवाहरू देशको कुना कुनाबाट हामी जागिसकेका छौँ र युवाहरूको पङ्क्तिले यो कदापि सहने हुँदैन। नारीमाथि भएको हस्तक्षेप है युवा पङ्क्तिद्वारा आवाज पटक पटक उठाउँदा पनि नियम कानुन राज्यमा रहेको महिलाहरूको विरुद्धमा जुन किसिमले घटिएको छ यस प्रकारको नियम कानुनलाई हामी कुनै पनि हिसाबले मान्य दिने छैनौँ र युवाहरू अहिलेको समयमा आएको यस हाम्रो मोहक नगरपालिकाभित्र रहेको यो आजको यस कार्यक्रमले हामी यहाँ प्रश्न के पार्न चाहन्छौँ भने अहिले भर्खर निर्वाचित हुनुभएको हाम्रो सम्पूर्ण मतदातादेखि लिएर निर्वाचित समितिलाई अब त्यसमा रहेको सम्पूर्ण युवा पङ्क्ति महिलाहरूमाथि भएको जातिमाथि तपाईँहरूको धार के हुने र तपाईँहरूको एक्सन के लिने त्यसमा भएको रेटमा रहेको यो एक्सन के लिने भन्ने सम्पूर्ण नगरवासीले हेरिरहेको हुनेछ होइन। रहेको हिजोको दिनमा निर्मला पन्त र आजको दिनमा आएर सुस्मिता हुँदै हाम्रो यहाँ शैलीमा रहेको नारीदेखि सम्पूर्ण देशभरिमा रहेको महिलाहरूको माथि भएको हत्या हिंसालाई हामी यस यौन दुर्व्यवहारको विरुद्धमा जागरण भइसकेको छौँ भन्दै अहिले मेरो मन्तव्य यहाँ सुरु गर्छु। हस् धन्यवाद। हस् धन्यवाद मनाङ। झापाको दमकमा सुस्मिताको रेपको एगेन्स्टमा बलात्कारको विरुद्ध हामी दमकमा शान्तिपूर्ण ढङ्गबाट कार्यक्रम गरिरहेछौँ। युवाहरूको राम्रो उपस्थिति